It's Momo छ अनि काकामा सँगै गयो 9 साढे 9 तिर पुरा यस्तो गाह्रो बस्नु यस्तो गरममा अगाडि बस्दा चाहिँ कतिले हो बस्दै तात्यो के यार yes. Good morning everyone. Yes, sorry. आज चाहिँ मस्त पुरा सुतिरह and then यस्तो लाइक ब्लग हेर्दैछौँ सिजन बानियाको यस्तो खतरा आउँछ नि होइन सो यस्तो दामी भिडियोहरू के सो पुरा सुरु मैले जस्ट एउटा मात्र हेरेको थिएँ and then एउटा हेरिसकेपछि अर्को नि हेरौँ लाग्ने फिल भयो क्या सो यस गाइज मस्तले इन्जोय गर्दैछौँ ब्लग एन्ड देन पुरा सिनेमेटिक टाइपको क्या अनि हाम्रो रुम चाहिँ यस्तै छ एउटा बेड छ अनि यस्तो छ यस यस्तो छ एन्ड देन यस हजुरहरूलाई थाहै छ केटाहरू बस्ने रुम कस्तो हुन्छ होइन सो यस गाइज अहिले चाहिँ म केही खाजासाजा खानलाई तल झर्छ मसँग चाहिँ मोमो छ मैले के अरे हिजो उताबाट ल्याएको काका काकी भएको ठाउँबाट हिजो त्यहाँ मस्तले खाइयो पास्ता मोमोसम्म एन्ड एभ्रिथिङ मस्तले खाइयो इन्जोय गऱ्यो एन्ड देन हामीले नसकेर पुरा काकिनुलाई प्याक गरेर दिएँ क्या सो द्याट्स वाइ अहिले चाहिँ म त्यो खान्छ एन्ड देन त्यसपछि चाहिँ खानु पर्ला बनाउनु पर्ला दिनभर यति हुन्छ एन्ड देन बेलुका चाहिँ कामतिर निस्किन्छु सो यस गाइज इट्स मोमो छ अनि म खान लाग्छ हामी चाहिँ अहिले मस्तले तताएर खान्छ यता छ मेरो त्यो प्लगै स्विचै बिग्यो क्या सो मैले स्विचलाई चाहिँ मोबाइल चाहिँ म तल चार्ज गर्दैछु यता छ क्या नभए किचनमा ल्याएर चार्ज गर्दैछु क्या यस्तो बट्टावालामा चाहिँ अनलिमिटेड राखेको हुन्छ कि बट्टाभित्र भने यो नि त्यस्तै हुन्छ नि त एकदम चिसो भने ल दाइसँग पुरा मस्त ए पोर्क खानुहुन्छ कि नै ए नभए त्यो पोर्क हो नि त सोफी दाजु मैले नजाने अर्को अहिले म लास्टमा म एकदम पोर्क कम खाने मान्छे हुँदा पनि मलाई यो पोर्कको मैले मोमो चाखेँ मैले कति समयपछि चाहेको मैले तर एकदम मिठो लाग्यो दामी छ इट्स सुपर नाइस मोमो खाएको पुरा भिडियो हिजो पो बनाएको थिएन क्या तर लाइक हिजो त किन भन्दाखेरि ठ्याक्कै काम सक्यो अनि काकामा सँगै गयो 9 साढे 9 तिर त्यसपछि त बनाउँदा यता गर्दा लाइक धेरै रात परिसकेको छ नि त सो द्याट चाहिँ बनाएँ तर मोमो चाहिँ खतरा लाग्यो एकदम यति बेस्ट मेरो चाहिँ चिकन चाहिँ यस्तो छ भर्खर निकालिदिएको थिएँ फ्रोजन छ म चाहिँ ठ्याक्कै अहिले चिकन बनाउँछु भनेको थिएँ तर निकाल्नै बिर्सेको रहेछ क्या सो भर्खर उठेर निकाल्दै अन्त मोमो खाएँ अब त्यस्तै 1-2-3 बजीतिर बनाउँछु होला मस्तले मोमो खाएर टनाटनको अहिले चाहिँ सो चिकन बनाउँछु खाएर फेरि एकछिन अलिकति रेस्ट गर्छु यताउति अनि रुमहरू पनि मिलाउनु पर्ने छ सफा गर्नुपर्छ ला झ्याउ रुम केटाहरू बसेपछि त्यस्तै हो सबैको त्यस्तै हो केटाहरू बसेपछि यस एभोकाडो छ गाइस तर लाइक धेरै भइसक्यो बिग्रियो होला सायद खानुहुन्छ त एभोकाडो कहाँ एकछिन नगर म त्यो लाइक चमच हाल्नु यस्तो बिग्रिसकेको छ म त पुरा कहाँ हो खाने स्टाइल भयो अन्त गाइस फेरि चमचले मिठो लाग्छ हौ मलाई त्यहाँ
भाइ त्यो नेपालको भरल So yes guys. मस्त फ्यामिलीसँग घर चल्दैछ and then मेरो यता तरकारी पाक्दैछ so that's बनाएको हुनुहुन्छ and then that's it alright so listening so okay अहिले चाहिँ म काममा निस्किँदैछु बट यति गर्मी छ oh my god 35 degree is not a joke guys यति गाह्रो भएर हैन आमा बसमा झन् यति मान्छे कोचेर हुन्छ कुरै नगर्नु सक्दैन सब यति तातो अनएक्सपेक्टेड मर्छ गाइज मर्छ एनिवेज काम चाहिँ त्यस्तो साह्रो धेरै छैन अदरवाइज झन् सक्दै सकिँदैन काम सिफ्ट नि लामो भयो भए त लास्ट गाह्रो हुन्थ्यो एनिवेज सिफ्ट त्यस्तो लामो चाहिँ छैन ठिकै छ यस गाइज बस चाहिँ मेरो 17 मा छ 11 भइसक्यो अन्ली 6 मिनट लेफ्ट हो बस स्टप पुग्न अझै टाइम लाग्छ रन गाइज रन गर्नुपर्छ but okay yeah guys finally yes guys रुममा आइपुग्न लाग्यो आज पुरा यस्तो गाह्रो भयो बसमा यस्तो गरममा अगाडि बस्ने चाहिँ कसले हो बसै पात्यो के यार यस्तो गाह्रो भयो हैन यस्तो गाह्रो भयो अहिले निस्किँदा यस्तो स्वर्ग पुगे जस्तो फिल हुने गाइज यार okay guys bye bye thank you for watching see you in the next vlog